सो गाइज धीरे भन्ने चाहिँ यो होइन हामीलाई यसैले पुऱ्याउँछ अरे उठेको छैन अहिलेसम्म लड्कीसँग बोल्दा अहिलेसम्म लड्कीसँग बोल्दा गर होइन अनि अहिले जस्तो नाटक गर्दैछ क्या यो पाखण्डीसँग धेरै नै कपाल मिलाइहाल्छ क्यामेरा आएकोले यस्तो साले अब हामी त आज जाने सो गुड मर्निङ सबैजनालाई के छ खबर सबैजना सधैँ हुन्छ होला अनि के त सो गाइज साले निको त हुन्छ मैले लाइफ मेरो लेडिज पनि चेन्ज भयो हामी चाहिँ निरन्तर अगाडि बढ्ने प्रयासमा छौँ हामी यसका के सबै यस्तै सामान पुरै छरिभरि बनाएले यो कामै नलाग्ने खुबै ठुल्ठुलो कुरा मात्रै गर्छ अब चाहिँ जानुपर्ने हुन्छ अनि त्यस पछाडि त्यही सो हामी चाहिँ हामी चाहिँ अब रेडी भइसक्यौँ अब चाहिँ हामी होला जानुपर्ने हुन्छ अनि बाटोमा के कस्तो हुन्छ सबै देखाउँछु तपाईँहरूलाई हामीलाई पुऱ्याउनको लागि चाहिँ हाम्रो जहाज साले हेलो गर्न हेलो गाइज त्यो भिडियो जान्छ सो म र मेरा प्यारा भाइ बहिनीहरू चाहिँ भएर चाहिँ अब चाहिँ हाम्रै कर्म थलोतिर जाँदैछौँ कर्म थलो जस्तै त हो नि त अब त्यहाँ गएर अब होइन अब हामी चाहिँ सङ्कसबा टु इटरीको यात्रामा छौँ दाजुभाइहरू सबैजनाले हेर्दै गर्नु होला अनि अब चाहिँ हामीले घरबाट हिँडिसक्यौँ घरबाट पनि तल आइसक्यौँ यहाँबाट चाहिँ लगभग अझै 20-25 मिनट चाहिँ लाग्छ हामी गाडी चढ्ने ठाउँसम्म पुग्न त्यस पछाडि हामी चाहिँ अनि चढेर चाहिँ सरर जान्छौँ होइन गाडीमा पनि हल्का सिनेमेटिक त देख्न पाइ नै हाल्नुहुन्छ होला अब कस्तो ठाउँमा परिन्छ होइन यसले मलाई सिटै दिन्न क्या झ्यालको सिटै दिन्न त्यही भएर बाजु पऱ्यो भने तपाईँलाई भ्लगमा देखाउनेछु ट्राभल भ्लग खासै हालेको छुइनँ मैले 2-3 चोटि मात्रै हो योसँग 3 चोटि जस्तो हुन्छ होला होइन त्यही भएर ट्राभल भ्लग मेरो एकदमै खतरा हुन्छ त तपाईँहरूलाई थाहा छँदैछ त्यही भएर हेर्नु होला फुल वाच गर्नु होला घरमन्दिर देवीथान छ है यहाँ चाहिँ हामीले ढोक्नुपर्छ नमस्ते एउटा हातले हुँदैन नि त है सो हेर्दै गर्नु होला होइन अब क्वालिटी भनेको खतरा नै हो त्यही भएर धेरै लामो अल्छी लाग्दो के बनाउनु तपाईँहरूलाई भनेर होइन सो रमाइलो भइरह अनि म पनि भ्लग बनाउँदैछु अहिले चाहिँ हामी यो हाम्रो गाउँको त्यो अलि तल चाहिँ हाम्रो यहाँ पार्टी भन्ने यो चाहिँ आएको छौँ अब यहाँबाट नि अझै तल जानुपर्ने छ यो गाडी चाहिँ होइन यो रोड जानुपर्ने हुन्छ अनि तल पुगेर चाहिँ गाडी चढेर चाहिँ जानुपर्ने हुन्छ यो चाहिँ मेरो प्रिय मित्र हो होइन यसलाई मैले भ्लग बनाउनु सिकाइरहेको छु यसले पछि भाइरल भयो भने बिर्सिहाल्न मलाई तर यो भाइरल भइसकेको क्या अगाडि नै तै पनि अब युट्युबमा चाहिँ भाइरल छैन नि त म जतिको भन्नु अरे क्या बिचरा म हामी चाहिँ हिँडेछौँ 4 घन्टा जति हुन आँटो हिँडेको भन्नु अरे क्या अहिले चाहिँ 25 मिनट लाग्छ भने तर त्यस्तो झुट पनि बोल्दिनँ किन बोल्दै ऊ पछाडि चाहिँ मेरो जनताहरू छन् आउँदैछन् अनि मेरो पनि हालत देखिहाल्नु भयो होला यस्तो अवस्था छ हामी गाउँको बाटो यस्तै छ यहाँ अवस्था गम्भीर भइसक्यो ऊ तल चौरी कस्तो राम्रो छ तपाईँहरूलाई म देखाउँछु नि देखाउँछु नि म तपाईँहरूलाई म केही छुटाउँदिनँ सबै थोक देखाइदिन्छु म लजाउँदिनँ डराउँदिनँ किन लजाउनु किन डराउनु त्यही पनि यस्तासँग डराउने लजाउने कुरै हुँदैन अनि अब यहाँनिर चाहिँ कस्तो हरियाली भइरहेको छ होइन अनि तपाईँहरूलाई अब देखाऊँ न त आफ्नो गाउँ ठाउँ पो त अब एकैचोटि दसैँ मात्रै आइ हुन्छ हाम्रो त्यही भएर अब सम्झना त अरू बेला
और रुपेला करो हाथ जोड़ के मैं मोदी साहब से गुजारिश करता हूँ। तुमसे ना हो पाएगा। पनि होइन अलिअलि खाँदै खाँदै जिब्रो चिप्लिहाल्छ। मेरै हातमा हो। अबको सिजन चाहिँ अब चाहिँ किड्समा पनि जान सक्छु, तर म 16 वर्ष लाग्यो। आमा यहाँ हेर्नु न, यहाँ आमा हरियाली कस्तो राम्रो रहेछ हौ डाँडो त। ओहो निकै नै राम्रो रहेछ यार, यहाँ साँच्चै खेलखेलमै चोरिरहेछ होइन। यताउति झाडी पनि रहेछ। झाडी देख्ने बित्तिकै तिमीहरूलाई फेरि के हुन्छ तिमीहरू बच्चाहरूलाई नष्टै छ नि त। गाउँघरमा त्यस्तो नराम्रो नकारात्मक सोच्नु कहाँ पाइयो त। अनि अब यताउति सानो भिडियो यसरी हाई ल हाम्रो गाउँठाउँबाट राम्रो छ नि हो, कहाँ नराम्रो भन्नु मिल्दैन नि यार। अब यहाँबाट उता खोला देखिन्छ, तपाईँहरूलाई म खोला पनि ए मेरो भ्लगमा चाहिँ बसेर तिमीहरूलाई के देखाउँदो रहेछु त, अनि पो थाहा हुन्छ। देखाउने कुरा सबै देखाइदिन्छु, के ठुलो कुरा अब त्यहाँबाट सरी अब नकारात्मक चाहिँ नबुझ्नु होइन, सकारात्मक बुझ्नु। नेगेटिभ थिङ्किङ नेगेटिभ माइन्ड इङ्ग्लिस टकिङमा यहाँबाट तपाईँहरूले तल भ्यू देखाउँछु। अहिले खुलेको छैन क्या, घामै लागेन। अब यता आउँदै अहिले अब यस्तै हुन्छ। अनि मेरो अवस्था नाजुक छ। यहाँनिर चाहिँ पहिला चाहिँ के हुन्छ भने यो चौतारीमा चाहिँ होइन हटिया हुन्छ नि, हटिया लाग्थ्यो। अनि हटियाबाट मान्छे आयो यहाँनिर होइन, यहाँ बाघचालहरू के छ यहाँनिर बिसायो, आराम गरो, गफ गरो होइन, दुःख सुख गर। ए माइली तिम्रो कति व्यापार भयो भन्थिन् साइलीले। अनि साइलीले ठाइलीलाई अनि नै माइली भएन नि हो भन्थिन्। हो यस्तो टाइपको कुराहरू हुन्थ्यो क्या यहाँनिर चाहिँ। अनि यहाँनिर अब त्यस्तै गफ हुन्थ्यो, यतापट्टि एकजना उतापट्टि एकजना बसेर। अनि अब यहाँबाट ऊ तल चाहिँ लाइक भिड टाइपकै छ क्या, त्यही भएर होसियार भएर जानुपर्ने हुन्छ। अब हामी एकैचोटि बसमा तपाईँहरूलाई भेट्छौँ। बस पनि हाम्रो फेरि 60 लाख, हामी फेरि सानोतिनो गाडी चढ्दैनौँ, 50-60 लाखको गाडी मात्रै चढ्छौँ। त्यही भएर सो किप वाचिङ, स्टे ट्युन गाइज। जस्ट अब छेउमा अलि माथिबाट चाहिँ यहाँ आइसक्यौँ होइन। अब यहीँबाट चाहिँ हामी जान्छौँ बसमा चढेर इटरी सारा भएर चाहिँ है। सो यहाँ चाहिँ यो चाहिँ गाउँको मलामीपाटी भन्छ। अनि यता मुनिबाट चाहिँ हामी खोलाको भ्यू देख्न सक्छौँ। हो खोइ पैसा फर्किँदैन, पसिना छ्याप्पै भयो उकालोबाट। त्यो ड्राइभर हो। अब चाहिँ हामी यस्तरी आउँछ नि, हामी चाहिँ यस्तरी रोक्छौँ क्या, यस्तरी गाडी प्र्याक्टिस त गर्नु पर्यो। सो हामी लगभग अब गाडी आउँछ होला। कति बज्यो हौ? अहिले 6 साढे 6 भएछ। बस आउँछ होला सायद। अनि त्यसो अब हामी त्यसो चढिन जान्छौँ है त। पर बस चाहिँ आयो है। त्यो बस इटेरी जान्छ है जाँदैन त्यो कुरो हुन्छ। अब तर इटेरीसम्म जान्छ है जाँदैन भन्ने कुरा हुन्छ। पर चाहिँ बस आयो। अब हाम्रो चाहिँ अहिले यहाँ
त्यही त ह्यान्डसम देखेर ड्राइभर चाहिँ ह्यान्डसम हुनु अन्त अगाडि टक्कै ह्यान्डसम देखेको नि गुटुटु चढिहालेछ गाह्रो साह्रै गाह्रो ह्यान्डसम हुनु पनि गाह्रो उसो के अरे घर आइ रुम पनि आइपुग्यौँ है पुरा होइन गाडीको लास्टमा परेको थियो त्यही भएर हल्का गाह्रो भयो नि त भ्लग गर्न अनि त्यही भएर त्यति राम्रो भएन भ्लग मतलब सोचे जस्तो भ्लग राम्रो गर्न सकिनँ त्यही पनि आजको भ्लग यति नै थ्याङ्क्स फर वाचिङ है किप लभिङ एन्ड डु सब्सक्राइब मी फर द मोर भिडियोज थ्याङ्क्स सो मच